ल आज एउटा यस्तो विषयमा कुरा गरौं जसले हामी सबैलाई छोएकै छ, सामाजिक सञ्जाल। हो, एकदमै। यसले हामीलाई जोडेको त छ, हैन? तर दिपेन्द्र यादवको एउटा लेखले गम्भीर प्रश्न उठाएको छ। के प्रश्न? के यसले साँच्चै जीवन सजिलो बनाइरहेको छ कि हामी यसकै भनौं न अदृश्य जालमा पर्दैछौं? निकै महत्त्वपूर्ण प्रश्न हो यो। आज हामी यही लेखमा आधारित भएर यसका राम्रा नराम्रा दुवै पक्षलाई अलिक गहिरेर हेर्ने कोसिस गरौं है त। हुन्छ। यादवको लेखमा प्रस्तुत फाइदा र चुनौतीहरूलाई केलाएर एउटा स्पष्ट चित्र बनाउने प्रयास गरौं न। यो त आजकल सबैको चासोको विषय पनि भयो। सुरुवात अलिकति पछाडिबाट गरौं कि त्यो बेला कस्तो थियो होला सामाजिक सञ्जाल नहुँदा? भेटघाट, चिठ्ठीपत्र, रेडियो, पत्रिका। हो नि, लेखमा त सूचना पुर्याउन काग, कोइली जस्ता चराहरू पनि प्रयोग हुन्थे रे भन्ने रोचक कुरा नै छ। हो, इतिहासमा त्यस्तो पनि थियो। अहिले त कहाँबाट कहाँ पुग्यो? साँच्चै, अहिले त एक क्लिक संसारभरिको खबर हातमा। सूचनाको पहुँचमा त क्रान्ति नै आयो भन्नुपर्छ। हो नि। ल अब यसका फाइदाहरूतर्फ लागौं। यादवको लेख अनुसार पहिलो त यही भयो, सूचना र समाचारमा छिट पहुँच। हो, संसारको कुनै कुनामा के भइरहेको छ तुरन्तै थाहा पाइने। यसले जटिल कुरा बुझ्न पनि सजिलो बनायो के? केही हदसम्म त पक्कै हो। अनि अर्को महत्त्वपूर्ण कुरा, ज्ञान र शिक्षा। एकदम। युट्युब, फेसबुक, ट्विटरबाट कति धेरै सिपमूलक कुराहरू सिक्न सकिन्छ। व्यावहारिक ज्ञान पनि। हो, समय बच्यो, सिप पनि तिखारियो। लेखमा माई सेकेन्ड टिचर, एम्बिसन गुरु जस्ता नेपालकै प्लेटफर्महरूको कुरा पनि छ। ती त सामाजिक सञ्जालकै सम्भावनाका राम्रा उदाहरण हुन् नि। ई लर्निङलाई कति सजिलो बनाइदियो। त्यो त हो। अनि समाजमा चेतना ल्याउन नि त यसको भूमिका देखिन्छ, होइन र? अवश्य। लेखमा भने जस्तै धामी झाँक्री, छाउपडी जस्ता कुरीति विरुद्ध जनचेतना फैलाउन कति सजिलो भयो। हो, सामाजिक, राजनीतिक, आर्थिक सबै क्षेत्रमा चेतना फैलाउन यो बलियो माध्यम बन्यो। अनि आर्थिक पाटो पनि त छ। ई-कमर्स र अनलाइन व्यवसाय। हो, डिजिटल व्यापार फस्टाउन त यसले निकै मद्दत गर्यो। यी त भए राम्रा पक्षहरू, उज्याला पक्षहरू। अब अलिकति अँध्यारो पाटोतिर पनि हेरौं। चुनौतीहरू पनि त कम छैनन्। सबैभन्दा बढी सुनिने गुनासो के होला? खोइ, सायद समयको बर्बादी। हो, अत्यधिक प्रयोग, अनावश्यक प्रयोग। लेखमा त अलि तीखो टिप्पणी पनि छ नि। के भनेर? नेपाली सामाजिक सञ्जालमा देखिने घर झगडा र राजनीतिक गाली गलोजले प्रयोगकर्ताको चेतना स्तर नै देखाउँछ भनेर। त्यो त अलि कठोर भयो कि, तर कता कता सत्य पनि हो कि जस्तो लाग्छ। तर समयको बर्बादी भन्दा नि अझ गहिरो असर हो, मानसिक स्वास्थ्यमा पर्ने असर। सन् 2016 को एउटा अध्ययनले त के देखाएको थियो भने? के देखाएको थियो? सामाजिक सञ्जाल धेरै चलाउने युवाहरूमा चिन्ता र डिप्रेसनको जोखिम 3 गुणा बढी हुने रे। ओहो, 3 गुणा? हो। अनि त्यो साइबर बुलिङ, अरूसँग आफूलाई दाज्ने बानी, हीनताबोध, एक्लोपन, यी समस्या त झन् कति हो कति। यो त डरलाग्दो कुरा भयो त। एकातिर जोड्ने भन्छौं, अर्कोतिर एक्लो बनाउने, कस्तो उल्टो। हो नि। अनि फेरि अर्को ठूलो समस्या, झुटा समाचार र अफवाह। त्यो त झन् कति सजिलै फैलिन्छ। हो नि, नियन्त्रण गर्नै गाह्रो। त्यो इलोन मस्कले टेस्ला फोन ल्याउने हल्ला फैलिएको थियो नि। हो, कति छिटो फैलियो। त्यस्तै हो। त्यसमाथि निजी जानकारीको सुरक्षाको कुरा पनि छ। डाटा प्राइभेसी। ओहो, अकाउन्ट ह्याक हुने डर वा कम्पनी आफैले डाटा बेच्ने। फेसबुक, गुगल जस्तालाई त कति आरोप लाग्यो, कारबाही पनि भयो। हो त नि। अनि अर्को कुरा, लत, एडिक्सन। यो झन् डर लाग्दो। लेख अनुसार त मद्यपान वा धूम्रपानको लत भन्दा सामाजिक सञ्जालको लत छोड्न गाह्रो हुन्छ रे। साँच्चै? अनुसन्धानले त्यस्तै देखाएको छ। नेदरल्यान्डका वैज्ञानिकले त यसको लत नाप्ने उपकरण नै बनाएका छन् रे। ए हो र? यसले वास्तविक जीवनका सम्बन्धहरू बिगार्ने, पढाइमा असर गर्ने त छँदैछ। अनि त्यो फेक प्रोफाइल नि? हो, त्यो अर्को विकराल समस्या। नक्कली प्रोफाइल बनाएर चरित्र हत्या गर्ने, बेइज्जत गर्ने। अनि आर्थिक ठगी पनि त कति बढेको छ। स्क्यामहरू। एकदम। इन्स्टाग्राम, टेलिग्राममा नक्कली जागिर देखाएर लाखौं ठगेका घटना कति सुनियो। नियमन नै छैन भन्दा नि हुन्छ। अन्तमा यो बनावटीपनको कुरा, मान्छेहरू वास्तविक जीवनभन्दा बढी डिजिटल दुनियाँमा राम्रो देखिन खोज्ने।
जर्नल अफ सोसियल एन्ड पर्सनल रिलेसनसिपको एउटा अध्ययनले के देखाएको थियो भने कुरा गर्दा फोन छेउमा राख्ने बानीले सम्बन्ध गहिरो हुन दिँदैन रे। ए अनि क्यानाडाको अर्को अध्ययनले चाहिँ महिलाहरूले बढी फेसबुक चलाउँदा अनि प्रेमीले अरूलाई साथी बनाउँदा डाहा लाग्ने, सम्बन्धमै समस्या आउने देखाएको थियो। भनेपछि यो देखावटीपनले वास्तविक सम्बन्ध नै कमजोर बनाउने लगेको हो कि? यादवको लेखको सार पनि त्यही नै हो जस्तो लाग्छ मलाई। सामाजिक सञ्जाल आफैमा राम्रो वा नराम्रो होइन, प्रयोग कसरी गर्छौं भन्नेमा भर पर्यो, होइन? हो, हाम्रो नियत र प्रयोग गर्ने तरिकामा। यो त शक्तिशाली औजार हो। यसले सिर्जना पनि गर्न सक्छ, विनाश पनि। त्यही भएर लेखले जोड दिएको छ नकारात्मक असर कम गर्न हामी सबैले सचेत हुनै पर्छ, सकारात्मक कदम चाल्नु पर्यो। सरकारी नियमन पनि चाहिन्छ होला प्रभावकारी, तर मुख्य कुरा त प्रयोगकर्ताको विवेक नै हो। हो, असल र सभ्य प्रयोगलाई प्रोत्साहन गर्नु आजको आवश्यकता भयो। यो व्यक्तिगत जिम्मेवारी र नियमनको कुरा त भयो, होइन? तर एउटा प्रश्न मेरो मनमा आइरहन्छ। के कुरा? भविष्यमा प्रयोगकर्ताको अनुशासन वा बाहिरी नियममा मात्र भर पर्नुको सट्टा के यस्तो हुन सक्दैन कि प्लेटफर्मको डिजाइन नै कस्तो? डिजाइन नै यस्तो होस् जसले मानिसलाई आफै स्वाभाविक रूपमै स्वस्थ र सन्तुलित प्रयोगतर्फ डोर्याओस्। यो त निकै गहिरो र सोच्नुपर्ने कुरा भयो। प्लेटफर्म आफैले जिम्मेवारी लिने कुरा हो। यो साँच्चै विचार गर्नुपर्ने पक्ष हो जस्तो लाग्छ। ल